हेलो साथीहरू नमस्ते गुड इभिनिङ। आज त केही कन्टेन्ट पनि छैन हामीसँग देखाउनु पर्ने। अहिले पनि म रातको सब्जी लिन जान आँटेको, बेलुकाको क्लिप हाल्न आँटेको थोरै थोरै रेकर्ड गरेर। हामी चाहिँ अहिले सब्जी लिन जाँदै गरेको, सब्जी छैन, सब्जी लिन जाँदै रातै परिसक्यो। पक्कै यहाँ चाहिँ के गर्नु लाग्यो, माटो थुपाइरहेको छ, सायद उतापट्टि घर बनाउँदैछ त्यसैको होला। यहाँनिर ल्याएर राखेको नन्द उपर छ, नन्द र मेरो छोरा उता होला, यहाँ घर बनाउँदैछ नि त त्यसकै। मेरो छोरा ला मोजै लाउनु बिर्सिएछ हतारले। यो गल्ली चाहिँ हाम्रो सर्टकट बाटो, चोक निस्किने चोर बाटो भने जस्तो गल्ली गल्ली। यस्तो साँगुरो छ सानो, तर बाइक छिर्छ, एउटा बाइक चाहिँ छिर्छ है, दुइटा चाहिँ छिर्दैन होला कि दुइटा पनि छिर्छ हौ। यहाँबाट चाहिँ नि हामी आइपुग्यौँ बजारमा। ठ्याक्क चोर बाटोबाट अस्ति हामी एउटा सपमा आएको थियौँ, कपडा पसलमा। त्यहाँनिर चाहिँ बाबुको टोपी ल्याइदिन्छु भन्दै थियो। आज आइतबार हामी त्यहाँ पनि जान्छौँ, अनि बिग मार्टमा पनि जान्छौँ, त्यहाँबाट पनि सामान लिन छ, अनि सब्जीहरू किनमेल गर्छौँ र अनि हामी घर फर्किन्छौँ। अनि देखो आयो यहाँ कति राम्रो देखेको त लु। बिग मार्ट सागतिर पिण्डान खान्छ, सुँगुरले खान्छ। 50 रुपियाँ मुठा किनी खानु पर्यो। बढिया फाइनली साथीहरू घर पनि आइपुग्यो, रात पनि भयो, अन्धकारै भयो, छोरा पनि हेरिरहेको छ। हजुरहरूलाई आजको लागि भिडियो यति नै। कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद धन्यवाद। नमस्ते, गुड नाइट, बाय, सी यू टुमारो।